यो चाहिँ अनारको जुस, पोमोग्रेनेट जुस एकदम सजिलो तरिकाले मैले आफ्नो घरमै बनाएको छु। धेरैलाई थाहा नहुन सक्छ, धेरैलाई थाहा होला, धेरैलाई थाहा नहोला। यसको जुस चाहिँ घरमा सजिलोसँग कसरी बनाउने भन्ने कुरा चाहिँ र मैले एकदम सजिलोसँग बनाएर यसरी पिउन सकिन्छ भनेर चाहिँ छोटो भिडियो ल्याएको छु। भिडियो पुरासम्म हेर्नु होला, तपाईहरुलाई यो जुस मन पर्न सक्छ है हजुर। त अनारको जुस बनाएर खानुपर्छ। यो जुस चाहिँ धेरै राम्रो रे भन्छन् डाक्टरले, तर माथि टक्क लाएर यसरी काट्ने स्वास्थ्यको लागि राम्रो चिज रे। ल अब यहाँबाट सट्टै चिरा लाउने यसरी ट्याक्क 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 ट्याक्क। ल अब यसलाई हल्का पल्टाउने यसरी। ल हेर्नु त कस्तो दामी अनार, आमामामा खत्रै अनार आयो। ल खत्रै अनार आयो। अब पछाडि फर्काएर हल्का यो चक्कुको पछाडिको बिटले हाने पनि भयो, नत्र यता समातेर यसरी हाने पनि भयो। ल सबै झर्छ, सट 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 झार्ने। ल टट 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 झार्ने। ल सकिगयो नि। कलर चाहिँ अलिअलि चितो हुन्छ है, निकाल्दिने। क्या दामी है, ओहो। ल तपाईहरुसँग चाहिँ यस्तै एउटा जग त होला हैन। यो जगमा स्याट्ट हाल्दिने। खासै यो अनारको जुस पेल्ने छुट्टै मिसिन हुन्छ है, तर यसरी पनि हुन्छ। थोरै पानी हाल्दिने है घुम्नको लागि, घुम्नु पर्यो नि त, त्यही भएर सट्ट। ल दामी चालले घुमाउनु पर्छ है, स्याट्ट लाएर घुमाउने। धेरै बेर घुमाउनु हुँदैन, धेरै बेर घुमायो भने चाहिँ यो अनारको दाना पिसिन्छ क्या, त्यही भएर यति घुमाउने बस। ल चट्ट लाएर यो चट्ट लाएर हाल्दिने बस। यो स्याट लाएर हाल्दिने, स्याट स्याट बचेकोलाई चाहिँ के गर्ने भने दाना त खानु मिलेन, दानालाई फ्याँक्दिने। ल स्याट है, दाना चाहिँ फ्याँक्दिने। यसलाई चाहिँ फेरि यहीँ हाल्ने टक्क लाएर होइन, यात्रै। अनि साट लाएर फेरि यहाँ गिलासमा खन्याउने। ल सरारारारारारारा लाएर। ल ओइ होइ 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 होइ, दामी 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 दामी। ल पिएँ। ल पुरा दिल